बडे यही हुनुहुन्छ बुढा यही हुनुहुन्छ यो को यो ब्ला 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 वाला फेक आइडीबाट बेनीको माल भन्छ तेरै आमा माल मुला के नबोल्नु न हजुर कमेन्ट किन हेर्नु पर्छ त अनि बाबु त्यही भएर मलाई फेक आइडीबाट यस्तो त अब यसरी अब लाइभ फेस टु फेस बोल्न पाउन अब भनेको नि बिचरा अब मेरो सासूले बुझ्नुहुन्छ त्यही त अनि त्यस्तो बुझ्नुहुन्छ नि सासूले फर्काउँयो भोगायो पनि माया यस्तो यो कुरा भोगायो के भनेर जे भने जस्तो भने जे एउटा एकले कमेन्ट गरेर छोड्नुहुन्छ त्यसो त्यो ब्लाब्ला चाहिँ हेर है तेरो आमाको माल गएर हेर तेरो आमाको माल के रे लुङ्गी मुनि गएर हेर अनि आइज है के रे ब्लाब्ला त्यो फेक आइडीबाट नगर्न भाइ मुला अलि त्यो रियल आइडीबाट आइज हैन त्यो यस्तो हो नि नानी त्यो फेक आइडी भनेको त अब उसको फेक आइडी जे हो त्यही पढ्दियो उ फेक आइडी फेक भयो नि त उ मान्छे त फेरि एकदम उ हो नि त फेरि त्यो कमेन्ट त छोड्छ न त्यस्तो हेर्न लाग्यो भने त अनि कस्तो कुरा गरेको कोही कमेन्टहरुको रिप्लाई चाहिँ गर्नुपर्छ के हेपेर बस्ने हैन कति बोल्ने त नि अब त्यो कोहीले त अनि के हुन्छ त तिनीहरु त फेक एकाउन्टबाट गर्ने गर्छ बास सक्यो त्यो त भन्ने काम तिनीहरु त पाए नि त हैन फेक आइडीबाट बोल्नलाई त के फरक पर्ने हैन तर उनीहरुले जति फेक आइडीबाट जति बोलेर एकदम बिन्दास र झक्कास म एकदम आनन्द भयो भने फेरि उनीहरुलाई कतै न कतैबाट नराम्रो भइरहेको हुन्छ त्यो त के हामीले गर्नै पर्दैन क्या उनीहरुलाई चाहिँ फेरि लाइभ एउटा फेस टु फेस नराम्रो भइरहेको हुन्छ के साच्चै राजेश तामाङ सर ब्रदर के रे यस्तो आमा बाबाको अगाडि के बोलेको भन्नुभएको छ त्यो त हो कि तर मैले चाहिँ रिप्लाई गरेको हो हैन मेरो सासू ससुरा नबुझ्ने अनि त्यस्तो भएको भए चाहिँ आई गेस म पनि त्यही हालको ट्रिट गर्थे होला सो मेरो सासू ससुरा चाहिँ कस्तो हुनुहुन्छ के हुनुहुन्छ मैले बुझेको छु त्यसको लागि पनि अब हजुरलाई धन्यवाद त्यो त उस गर्नुपर्ने छैन नि अहिले फेरि एउटा कुरा साँच्चै हो यस्तो मन नपर्दा त हामी लाइफमा आइरहेछ भनेर हाम्रो आइडी हाम्रो एकाउन्ट देख्ने बित्तिकै त्यो त्यहाँनिर धेरै कुराको एउटा अप्सन छ नि त ब्लग भन्ने स्टक भन्ने के भन्ने त्यो गर्दा पनि हुन्छ त्यस्तो भयो भने त्यो फेरि जसलाई मन पर्दैन त्यही मान्छेलाई लिएर अब उनीहरू पनि अब त्यस्तो गर्यो भने उनीहरूको पनि त दिमाग खराब हुन्छ नि त किन गर्नु जस्तो लाग्छ त्यस्तो भन्नु पनि त अब उ छैन त्यो जिस्काको हो क्या हामीलाई झन् ल त्यहीबाट मेरो बुहारीले पनि जिस्कायो नि त के भयो त्यो पनि त्यही त सही भन्नुभयो उनीहरूले त्यस्तो भन्न पाउनु भयो भनेर यताबाट बोल्नै पाइन्न भन्ने छैन नि त हामी पनि त्यस्तै बोल्यो भने त हामी पनि उनीहरूलाई हाममा त के फरकै भएन मलाई चाहिँ त्यस्तो लाग्छ अब त्यो त बाबा तर चाहिँ के हो भने अब जस्तै 100 जनालाई सबैलाई सकिन्न तर एकजनालाई भनेर सबैलाई लागोस् भन्न त सकिन्छ नि त मेरो सही हो कान्छा बाबा सेम भइहाल्यो उनीहरू बराबर भइहाल्यो नि उनीहरूलाई झन् हामीले त उनीहरूलाई धन्यवाद यस्तो भन्नुपर्छ पनि जसले नराम्रो भन्नुहुन्छ उहाँले चाहिँ कतिको सक्नुहुन्छ आफैलाई पनि त्यही कुरा भन्दा तपाईँले सक्नुहुन्छ भने त्यो भन्नु होला फेरि होइन तपाईँले अब जस्तै बुहारीले भने त्यस्तो भन्दाखेरि तपाईँले सहन सक्नुभएको छैन आमाको नाम लिँदा हो त्यो चाहिँ सही भन्नुभयो बल्ल पोइन्टको कुरा गर्नुभयो ममले कसैले पनि पाउनु सक्दैन नि त ल टपिक चेन्ज गरौँ त यो धेरै यो हल्ला सल्लाह नगरौँ खाना चाहिँ के भयो खानाहरू खानुभयो कि के छ क्रोध हल्ला अशान्तिले मलाई धेरै पेल्यो ब्याड एनर्जीले अशान्तिले के अरे ब्याड इनर्जीले पेल्यो भने तिमीहरूको गल्ती हो अशान्ति र अब त्यो उसलाई के भन्छ अरे ब्याड इनर्जीलाई चाहिँ तिमीहरूले खुट्टा दिनुपर्छ एकछिन सबैजना आँखा बन्द गरेर बसौँ यहाँनिर हामी बुढ्दा आँखा हो कहाँ बन्द गरेर बस्नु यो धुनलाई महसुस गरौँ ल तीनजनालाई चाहिँ 2 जनाले जित्ने कि 3 जनाले जित्ने बाबु भनेको त बुढा के उता त यस्तो डर लाग्छ यता त हो अरे यो अरे निनी यो धुनलाई महसुस गर्नुस् सक्दैन उनीहरूले अब मार्यो अब माया ल त्यही बजाउने बस्ने अब भयो राख त्यो रोज फ्लावर
कानमा लगाए ला 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 लु हेर न त्यहाँनिर 3 जना त हुनुभयो तर सक्नु हुँदैन 3 जना त भएछौ तर हामी पनि गाह्रै छ मेरो तर तिमी भनेको मेरो डर जस्तै हो नबोल्ने न दर्शन ममबुआ छोटुले काफी हो एक्लै हो भर्खर म ल्यान्ड भयो नि त भर्खर भ्लग सकेको अब भोलि भ्लग आउँछ मेरो ओ नाइस नाइस गुड 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 बेटा गुड अब टट्ट लाएर ल है मम्मीलाई राम्रो देखेछ है नयाँ मैले पठाइदिएको ल तिमीले पठाइदिएको त त्यहाँ छ अहिले पठाएको त छ कान्छीले नातिको उस गरिसक्यो नि यो नाच्दै थिएँ अनि त्यो एटिएम गरेर अनि यो बिर्सेर गएछ यो गिफ्ट के हो त्यो यो गिफ्ट थियो र्याप गरेको गिफ्ट थियो यसले बिर्सेछ नि त्यसै रेली यो र्याप गरेछ नि के हो र कति राम्रो हो के लक्ष्मी दिदी रे बढेर त धोबी हानिन्छ नि हो थ्याक एक्लै त हान्थ्यो अब यहाँ झन् मम ड्याड कता गए त नि ऊ जेठी नानी ठुली नानी जेठी ए मम्मी बाबा नमस्कार आज हाम्रो ठुलीलाई गिफ्ट लगाइदिएर बस्दिने अहिले मनी लगाइदिन्छु नि फेरि लगाइदिनु ए मैले अघि त लगाइदिन्छु एकछिन तिमीले ग्रीन कलरको तिमीले ल्याइदिएको भनेर त्यो ग्रीन कलरको तिमीलाई आएर त्यस्तो अलिकति डार्क कलरको अनि मलाई चाहिँ के भन्छ रे यो मरुन कलरको रहेछ छोटीले के अरे म र मम्मीलाई चाहिँ गिफ्ट गरेको क्या एउटै लुगा एउटै डिजाइनको तर कलर चाहिँ मलाई चाहिँ अब बाबा अनि बुहारी भिआइपी हो नि त यहाँ छ अनि के गर्दै हुनुहुन्छ त हामी त भर्खर अब म ल्यान्ड भयो अलि अघि अनि भ्लग बनाएर सकेको ए हो र अघि साथीहरू पनि आएका थिए अनि अलिअलि यस्तो एउटा गिफ्टको प्रोग्राम राखेँ यताउता गरेर अनि त्यसै यतिकैमा यो चाहिँ मैले ट्राई गरेँ चाहिँ ट्राई गर्दा यिनले फेरि लाइक बसेर अनि फेरि यहीसँग चाट्या भ्लगको लागि चाहिँ अब भोलिसम्म पर्खिनु पर्ने हुन्छ के भन्छ त्यो उसके बाबुले उताबाट लिएर आएको त्यो जिरे खुर्सानीहरू बाबुले लैजान मान्नु भएन मम्मी त्यो गनाउँछ भनेर अझै अघि भन्दा ए हो र भन्छ न मैले बाबु यो घर लैजानु भनेको त लैजानु यो गनाउँछ भन्नुभएको थियो मलाई धेरै पिरो छ भन्छन् अनि कहाँ चाहिँ गुलियो हुन्छ त नि भने मैले जिरे खुर्सानीको अब के अरे अब अक्क परे त पिरो त हुने हो